नमस्कार विद्यार्थी भाइ बहिनीहरू। भोलि कक्षा 12 को समाजशास्त्रको परीक्षा रहेको छ। यसैलाई मध्यनजर गरेर मैले विशेष गरी तपाईहरुको लागि सजिलो होस् भनेर नमुना प्रश्न उत्तर लिएर आएको छु। यो राम्रोसँग ध्यान दिएर तपाईले पढ्नुभयो, सुन्नुभयो भने तपाईहरुलाई पक्कै पनि फाइदा हुनेछ। यी सम्पूर्ण महत्त्वपूर्ण प्रश्नहरुको बारेमा यस भिडियोमा चर्चा गरिनेछ र तपाईलाई पहिलो समूह क मा आउनेछ 11 वटा प्रश्न आउनेछ जसमा तपाईले एक नम्बर पाउनुहुनेछ। त्यो भइसकेपछि तपाईले सबै प्रश्नहरु चाहिँ आफ्नो शैलीले लेख्नु होला। एकदम छोटो मिठो दिनुपर्छ। यो चाहिँ भेरी सर्ट एन्सर क्वेशन हो र तपाईलाई सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको यसमा विभेद भनेको के हो? मानिसलाई भाषा, जात, त्यसैगरी लिङ्ग, उमेर, स्थान, विशेष ज्याला, धर्म, संस्कृति, राष्ट्रियता आदिको आधारमा फरक नीति अपनाउनु वा फरक व्यापार गर्नुलाई नै विभेद भनिन्छ। तपाईले यति लेखे पुग्छ। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने भनेको विश्लेषणले नेपालको अर्थतन्त्रमा पार्ने कुनै दुईवटा सकारात्मक परिवर्तनहरू उल्लेख गर्नुहोस् भनेर सोध्न सक्यो र तपाईलाई रेमिटेन्सले के कस्तो अर्थतन्त्रमा प्रभाव पार्छ जस्तो लाग्छ त्यसको बारेमा तपाईले मिलाएर लेख्नुपर्ने हुन्छ र हामीले वैदेशिक मुद्राको सञ्चितमा योगदान पार्छ, त्यसैगरी गरिबी न्यूनीकरणमा पनि योगदान पार्छ भनेर यसरी लेख्न सकिन्छ। त्यसैगरी तपाईलाई अर्को प्रश्न सोध्न सक्ने भनेको नेपालीहरू वैदेशिक रोजगारमा आकर्षित हुने कुनै दुई कारणहरू लेख्नुहोस् भनेर सोध्न सक्छ र नेपालीहरू वैदेशिक रोजगारमा आकर्षित हुने कारणहरू भनेको नेपालमा भन्दा बढी तलब हुने भएर एउटा र नेपालमा रोजगारीका अवसरहरू कम भएर यति लेखे पुग्छ। त्यसैगरी अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको वैदेशिक रोजगारीका कारण के कस्ता मनोवैज्ञानिक प्रभाव पर्छन्, कुनै दुई प्रभाव लेख्नुहोस् भन्ने कुरा छ र वैदेशिक रोजगारका कारण निम्नलिखित प्रभावहरू देख्न सकिन्छ। रोजगारीमा गएका बाबुआमा र सन्तानहरूमा प्रेम र स्नेह र आत्मीयताको अभाव हुन सक्छ। त्यसैगरी रोजगारीमा गएका बाबुआमाका सन्तानहरूमा प्रेम र स्नेहको अभाव भई कुलतमा फस्ने सम्भावना पनि रहन्छ र धेरै चाहिँ विदेशमा भएका बाआमाका छोराछोरीहरू पनि कुलतमा फसेको हामीले देख्न सक्छौँ। यसैलाई तपाईले मिलाएर लेख्नु पर्यो। अब तपाईलाई अर्को सोध्न सक्ने प्रश्न भनेको शहरीकरण भनेको के हो त? शहर बन्ने प्रक्रियालाई नै शहरीकरण भनिन्छ र शहर बन्नका लागि निश्चित पूर्वाधारहरू, विकासका संरचनाहरू, सामाजिक सम्बन्ध र निश्चित जनसङ्ख्या रहेको हुनुपर्छ। विशेष गरी शहरीकरण भनेको त्यही नै हो। अब अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको बसाइसराईका दुई आकर्षक तत्त्वहरू लेख्नुहोस् भनेर सोध्न सक्छ र बसाइसराईका दुई आकर्षक तत्त्वहरू निम्न रहेका छन्। एउटा छ रोजगारीको अवसर, दोस्रो छ बजारको सुविधा। अब अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको संघीयताले विकास प्रक्रियामा कसरी सहयोग गर्छ, कुनै दुई प्रकारका सहयोगहरू उल्लेख गर्नुहोस् भनेर तपाईलाई सोध्न सक्छ। संघीयताले विकास प्रक्रियामा निम्नलिखित सहयोग गर्छ। पहिलो नम्बरमा रहेको छ स्थानीय क्षेत्रमा उद्यमशीलताको विकास र रोजगारी सिर्जना गरेर। अर्को रहेको छ तपाईलाई सीमान्तकृत र पछि परेको समुदायलाई माथि उठाउन मद्दत गरेर। अब अर्को क्वेशन महत्त्वपूर्ण रहेको छ आर्थिक वृद्धिमा सहयोग पुर्याउने तत्त्वहरू के हुन् त? पहिलो रहेको छ प्रति व्यक्ति आय, दोस्रो रहेको छ रोजगारीको सिर्जना, त्यसैगरी अर्को रहेको छ स्रोत र साधनको न्यायोचित विकास, अर्को रहेको छ गरिबी निवारण। यसरी लेख्नुपर्छ। अब अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको कानुन अनुसार कुन अवस्थामा बिहे हुन सक्छ, कुनै दुई अवस्थाहरू लेख्नुहोस् भन्ने कुरा छ। अविवाहित युवा युवतीको उमेर 20 वर्ष पुरा भएमा र अर्को भनेको कानुन बमोजिम महिला र पुरुष हाड नातामा करडीमा सजाय हुने नाताको नभएमा चाहिँ हुन सक्छ। यसरी तपाईले यसलाई लेख्न सक्नुहुनेछ। अब अर्को तपाईलाई सोध्न सक्ने प्रश्न भनेको मुलुकी संहिता ऐन 2074 कहिलेदेखि कार्यान्वयन भएको हो, पुरामुति लेख्नुहोस् भनेर तपाईलाई सोध्न सक्छ र नेपालमा मुलुकी देवानी संहिता 2075 साल भाद्र 1 गतेबाट कार्यान्वयन भएको हो। ती लेख्नुभयो नि पुग्छ। समाजमा भइरहेको सामाजिक भेदभाव रोक्न तपाईले के कस्ता कामहरू गर्न सक्नुहुनेछ भनेर तपाईलाई सोध्न सक्छ र समाजमा भइरहेको भेदभाव रोक्न मैले सबैभन्दा पहिला आफ्नो घरबाट थालनी गर्नेछु र भेदभाव गर्दा के सजाय हुने कानुनी व्यवस्था छ त्यसको जानकारी समग्र समुदायलाई दिनेछु र समुदाय शिक्षित भएपछि नै भेदभाव हुँदैन। तपाईले यसरी लेख्नुपर्नेछ। अब समूह बीमा भनेको तपाईको एउटा प्रश्नको 5 नम्बर आउनेछ र 8 वटा प्रश्न तपाईले हल गर्नुपर्नेछ। 40 नम्बर आउनेछ। एकदमै महत्त्वपूर्ण पनि हो। यसमा तपाईले छोड्नु भएन। जति तपाईलाई आउँछ त्यति तपाईले लेख्नु होला। जुनसुकै प्रश्नको पनि प्रश्न चाहिँ छोड्ने चाहिँ काम नगर्नु होला। समाजशास्त्र भनेको जति तपाईले आफ्ना कुराहरू लेख्नुहुन्छ त्यति नै नम्बर आउँछ। यसमा तपाईले ठेट उत्तर लेख्नुपर्छ भन्ने हुँदैन। त्यसरी साइन्स र म्याथको जसरी त्यो भएको कारणले गर्दा जति जान्नुहुन्छ त्यति 2 लाइन भए पनि प्रश्नको उत्तर लेख्नु होला। त्यो भयो भने तपाईको नम्बर आउँछ। पास हुने सम्भावना त बलियो हुन्छ। राम्रै नम्बर पनि आउँछ कुनै कुनै प्रश्नहरूमा। अब अर्को तपाईलाई सोध्न सक्ने 12 नम्बरमा भनेको सर्ट एन्सरमा
नेपालमा विप्रेषणको लगानी र चुनौतीबारे छोटकरीमा व्याख्या गर्नुहोस् भनेर सोध्न सक्छ। यसमा दुईवटा क्वेसन हुन्छ। अथवामा सामाजिक परिवर्तन सम्बन्धमा समाजशास्त्रीय अवधारणा प्रश्न गर्नुहोस् भनेर सोध्न सक्यो र यी दुई मध्ये तपाईँले एउटा छोड्नुपर्ने हुन्छ। 12 नम्बर प्रश्नको लागि अथवा भएको ठाउँमा तपाईँले एउटा क्वेसन छोड्नुहोला। अब पहिलो नम्बरमा हामीले हल गर्नेछौँ। राजनीतिक अस्थिरताका कारण नेपालले लामो समयसम्म विकासको उच्चतम प्रतिफल प्राप्त गर्न सकेन। देशमा आशा गरिए अनुसार र बाह्य लगानी क्षेत्रमा पनि त्यसको चाहना अनुसार हुन सकेन। यस्तो परिस्थितिमा देशमा नागरिकहरू अन्य देशमा गएर रोजगारी गर्नुको विकल्प रहेन। त्यसो पनि विक्रम सम्वत 2052 सालमा माओवादी द्वन्द्वको सुरुवात भएपछि युवाहरू देश बाहिर जाने कार्य निकै द्रुत गतिमा बढ्दै गयो र आज पनि यही प्रक्रिया जारी छ। र विप्रेषणले पुँजी निर्माणमा, वैदेशिक मुद्रा सञ्चिति, प्रतिव्यक्ति आयमा वृद्धि र गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ र नेपालको सन्दर्भमा विप्रेषणले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। त्यसैगरी विपन्न, पिछडिएका र बहिष्करणमा रहेका विभिन्न जनजातिका मानिसले शिक्षा, स्वास्थ्य, आवास र रोजगारीका कुराहरू प्राप्त गर्न विप्रेषणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो रेमिट्यान्सको एकदमै प्रभाव पनि हो र उद्योग धन्दाको विकास र विस्तारमा भने रेमिट्यान्सलाई कम प्रयोग गर्न पनि सकिएको देखिन्छ र विप्रेषणका चुनौतीहरू पनि रहेका छन्। ती चुनौतीहरूलाई हामीले निम्न अनुसार राख्न सक्छौँ। पहिलो छ विकास कार्यक्रमहरू बाहिरी देशबाट निर्देशित हुनु, नेपालीहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने र राजस्व नीति प्रतिकूल विप्रेषण भित्रन छ। अर्को छ देशलाई चाहिने जनशक्ति बाहिर पलायन भइरहेको छ। अर्को छ विप्रेषणबाट अनुत्पादन लगानी भइरहेको देखिन्छ। अनुत्पादन भनेको चाहिँ घर जग्गामा लगानी भएको हामीले देख्न सक्छौँ। रेमिट्यान्सबाट आएको पैसा विशेष गरी पारिवारिक विघटनलाई सहयोग गरेको र मूल्यमा ह्रास आएको पाइन्छ। किन भन्दाखेरि यो फ्यामिली पनि लगभग डिभोर्स हुने केसहरू चाहिँ हामीले धेरै देख्न सक्छौँ। यो रेमिट्यान्सको प्रभाव पनि यही हो। विदेश श्रीमान हुने अथवा विदेशमा श्रीमती हुने र नेपालमा चाहिँ श्रीमान श्रीमती हुने अथवा टाढा हुँदाखेरि चाहिँ फ्यामिली डिस्टेन्समा पनि असर गएर परिवार विघटन भएको पनि हामीले देख्न सक्छौँ। अब अथवाको पनि हामीले हल गर्छौँ। यसमा चाहिँ तपाईँले चाहिँ अथवाको एउटा छोडिदिनु होला। सामाजिक परिवर्तन सम्बन्धमा समाजशास्त्रीय अवधारणाहरू प्रश्न गर्नुहोस् भनेर तपाईँलाई सोध्न सक्ने प्रश्न हो। सामाजिक परिवर्तन सम्बन्धमा विभिन्न समाजशास्त्रीहरूको विभिन्न विचार रहेको छ र समाजशास्त्रको पिता अगस्ट कोम्टेले समाजको विकासक्रम कर्मी रूपमा अगाडि बढ्दै जान्छ र परिवर्तित स्वरूप देख्न पाइन्छ भन्ने कुरा व्यक्त गरेका छन्। उनका अनुसार के हो भने समाजको विकास आध्यात्मिकताबाट वैज्ञानिकतर्फ जान्छ र त्यसै गरी समाजशास्त्री स्पेन्सरका अनुसार सामाजिक परिवर्तन एउटा उद्विकास हो र यही प्रक्रियाबाट साधारण समाज, मिश्रित समाज र सैनिक समाज निर्माण हुन्छ भन्ने कुरा तिनले भनेका छन्। अर्को छ समाजशास्त्री आइजन स्टाइटले समाजको विकास रूपान्तरबाट हुन्छ भनी प्रश्न पारेका छन्। त्यसै गरी समाज परिवर्तन गराउने अर्को पक्ष आधुनिकीकरण हो र आधुनिकीकरणले मानिसको सोचाइ क्रियाकलापको सारा पक्षहरूमा परिवर्तन गराउँछ र मानिसका कतिपय मूल्य मान्यताहरूमा समेत यसले परिवर्तन ल्याउँछ र कार्ल मार्क्सका अनुसार समाजमा सामाजिक परिवर्तन महत्त्वपूर्ण भूमिका रहन्छ र समाजमा भएका विभिन्न शक्ति, स्रोत, पद, इज्जत, भूमिका आदिको असमान वितरणले द्वन्द्वको अवस्था सिर्जना हुन्छ र त्यही द्वन्द्वको कारण समाजमा परिवर्तन आउँछ। कार्ल मार्क्सले बुर्जुवा वर्ग र कामदार वर्ग बीचको सम्बन्धलाई हेरी परिवर्तनको व्याख्या गरेका छन्। यसरी हामीले लेख्नुपर्ने हुन्छ। अब तपाईँलाई सोध्न सक्ने 13 नम्बरमा प्रश्न भनेको सामाजिक स्तरीकरण भनेको के हो त? स्तरीकरणका विशेषताहरू लेख्नुहोस् भनेर सोध्न सक्छ। सामाजिक स्तरीकरण हरेक समाजमा देखिने विभेद र विविधताको परिणाम हो। प्रकृतिले जीवनका हरेक पक्षमा स्तरीकरण गरेकाले समाज त्यसको अपवाद बन्न सक्दैन र सामान्यतया सामाजिक स्तरीकरण भन्नाले समाजभित्र देखिने उच्च र निम्न सामाजिकाइहरूले देखाउने समग्र अवस्थालाई बुझाउँछ। खास रूपमा हरेक समाजमा यस्तो स्तरीकरण देखाउनका लागि सम्पत्ति, शक्ति र प्रतिष्ठानले नै मुख्य भूमिका खेलेको हुन्छ भने तिनले नेपाली समाजलाई पनि प्रभाव पार्छन्। त्यसैले यी सम्पत्ति, शक्ति र प्रतिष्ठानलाई आधार मानेर हेर्दा नेपाली समाजमा विद्यमान सबै आयामहरूलाई समेटेर एक स्पष्ट सामाजिक स्तरीकरण देखाउन सकिन्छ र सामाजिक स्तरीकरणका विशेषताहरू निम्न रहेका छन्। पहिलो छ स्तरीकरण जाति जनजातिमा आधारित हुन्छ। दोस्रो छ स्तरीकरणलाई सामाजिक लिङ्गका आधारमा व्याख्या गर्न सकिन्छ। अर्को छ सबै समाजमा व्यक्तिहरू बीचमा उमेर, लिङ्ग र व्यक्तिगत गुणहरूको फरकपन देखाइएको हुन्छ। सामाजिक स्तरीकरण सर्वव्यापी रहेको हुन्छ र स्तरीकरण प्राचीन कालदेखि प्रचलित छ।
र सामाजिक स्तरीकरण परिणाममुखी हुन्छ। त्यसैगरी तपाईलाई सोध्न सक्ने अर्को प्रश्न 14 नम्बरमा छ, विश्वव्यापीकरणले परिवार प्रथामा पारेको प्रभावबारे उल्लेख गर्नुहोस् भनेर सोध्न सक्छ। विश्वव्यापीकरणले समाजका विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ र विश्वव्यापीकरणले विश्वव्यापी बसाइसराईमा राजनीतिक उत्पादन प्रणाली, नाता, विवाह, परिवार जस्ता कुराहरूमा व्यापक परिवर्तन ल्याएको छ। यस प्रकारको विश्वव्यापीकरणले परिवार प्रथामा ल्याएको प्रभावलाई बुदागत रूपमा हामीले प्रश्न पारेछौँ तल। पहिलो नम्बरमा छ, विश्वव्यापीकरणले परिवार प्रथामा सांस्कृतिक दबाव सिर्जना गर्छ जसले प्रणालीलाई नै समेत बदल्न पुग्छ। अर्को छ, विश्वव्यापीकरणले समाज तथा सांस्कृतिक विविधताहरू नष्ट हुन पुग्छन्। अर्को छ, पारिवारिक हिंसा, दमन र तनावहरू बढ्छन्, महिला अधिकारमा वृद्धि हुन्छ, पुरुषहरूको नियन्त्रणमा कमी हुन्छ, परिवारको आकार सानो बन्दै जान्छ, समाज एकल अभिभावक परिवारतर्फ जान्छ भने नातेदार प्रणालीमा न्यून प्रभाव हुन्छ। विशेष गरी के भएर हुन्छ भन्दाखेरि पश्चिमी समाजको प्रभाव पनि यहाँ पर्न सक्छ र कम सन्तान जन्माउने, ढिला विवाह गर्ने, विवाह नै नगर्ने जस्ता कुराहरू पनि विश्वव्यापीकरणले जन्माएको छ। अब तपाईलाई 15 नम्बरमा सोध्न सक्ने प्रश्न भनेको हो, विवाहका कार्यहरू उल्लेख गर्नुहोस् भनेर तपाईलाई सोध्न सक्छ। सामान्यतः विवाह भनेपछि तपाईहरू सबैजनालाई थाहा भएकै कुरा हो र कतिपय त विद्यार्थी भाइ बहिनीहरू पनि विवाहित हुनु होला। त्यो भएर पनि तपाईहरूलाई विवाहको बारे चाहिँ खासै नौलो कुरा चाहिँ भएन। अब हामीले यसको कार्यहरू उल्लेख गर्नुहोस् भनेर तपाईँलाई सोध्न सक्छ। र विवाह समाजको एक आधारभूत संस्था हो र समाजमा रहेका विभिन्न संस्थाहरूले समाजलाई निरन्तर अगाडि बढाइरहेका हुन्छन् र परिवार र नाता सम्बन्धको विकास विवाहको प्रक्रियाबाट नै सुरुवात हुन्छ र विवाहका मुख्य कार्यलाई चर्चा तल गरिन्छ। विवाहले सामाजिक सुरक्षाको वातावरण सिर्जना गर्छ। विवाहले समाजलाई सहयोगी र सङ्गठित बनाउँछ। हिन्दू संस्कारमा विवाहले मानिस पूर्ण बन्ने विश्वास गर्छ र विवाह मार्फत जन्मिएका बालबच्चाले सामाजिक वैधता प्राप्त गर्छन् र विवाहले सामाजिक एकता कायम गर्न मद्दत गर्छ। विवाहले समाजमा महिला र पुरुषबीच कार्य विभाजन गरी कर्तव्यबोध गराउँछ र विवाह मार्फत विकसित सम्बन्धले समाजमा विकास बढ्नुका साथै सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई फराकिलो पार्न मद्दत गर्छ। यसरी तपाईँले लेख्नुपर्ने हुन्छ। अब अर्को रहेको छ, संघीयताका 5 सबल पक्षहरू लेख्नुहोस् भनेर आउँछ। यसको दुर्लभ पक्षहरू पनि तपाईँलाई सोध्न सक्छ, त्यसको पनि तयारी गर्नुहोला। र संघीयताको एउटा शासन प्रणाली हो जसमा केन्द्र र प्रदेशहरूबीच निश्चित पद्धति र कानुन अनुसार अधिकारको बाँडफाँड गरिएको हुन्छ। यसका सबल पक्षहरू यस प्रकारका छन्। राजनीतिमा स्थानीय क्षेत्रका जनताहरूलाई सहभागी गराउन, पहिचानको पक्षलाई सम्बोधन गर्छन्, द्रुत विकासका कार्यलाई अगाडि बढाउँछ, प्रत्यक्ष निहाल्न सकिने हुँदा सुशासनको प्रत्याभूति हुन्छ, कुनै पनि काम छिटो, छरितो र मितव्ययी ढङ्गले गर्न सकिन्छ भनेर तपाईँले लेख्नुभएको पुग्छ। अब अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको मुलुकी अपराधी संहिता 2074 का मुख्य अवस्थामा। अर्को तपाईँलाई सोध्न सक्ने 17 नम्बरमा प्रश्न भनेको मुलुकी अपराधी संहिता 2074 का मुख्य व्यवस्थामा के कस्ता कसुरको व्यवस्था गरिएको छ विश्लेषण गर्नुहोस् भनेर सोध्न सक्छ। अब हामीले लेखौँ यसमा, अपराध संहिताले मूलत फौजदारी कसुर सम्बन्धी कुराहरूलाई न्यायिक प्रत्याभूति दिने प्रावधानहरू राखेको हुन्छ। यस संहिताको मुख्य उद्देश्य मुलुकमा कानुनी शासनको प्रत्याभूति गर्दै सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित, समुदायबीचको सांस्कृतिक सम्बन्ध, कसुर निवारण र नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्ने हो। यस संहितामा 3 भाग र 34 परिच्छेद सहित 308 दफाहरू रहेका छन्। मूलत यस अपराध संहिताले दण्डहीनतालाई अन्त्य गरी न्यायिक समाजको परिकल्पना गरेको छ। हाल यस संहितामा गरिएको मुख्य परिवर्तनहरू भनेको जन्म कैदमा 20 वर्षको जन्मकैद सजाय भएकोमा हाल 25 वर्ष बनाइएको छ। त्यसै गरी निम्नलिखित कसुरका दोषीहरूलाई जीवनभर कैद बस्नुपर्ने प्रावधान रहेको छ। बलात्कार गरी ज्यान मारेमा, कुर यातना दिएमा, निर्बन्धतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरेमा वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी शरीक बन्धक गरी ज्यान मारेमा र सार्वजनिक रूपमा वितरण गरिएको पेय पदार्थ वा खाद्य पदार्थमा विष मिसाएर खुवाई ज्यान मारेमा, कुनै जात-जाति वा समुदायको अस्तित्व लोप गर्ने उद्देश्यले जाति हत्या गरेमा, साथै यस ऐनमा पीडितको सुरक्षा र क्षतिपूर्तिको पनि व्यवस्था रहेको छ र कुनै पनि मुद्दा आरोपित व्यक्ति दोषी हो कि होइन इजलासले ठहर गर्ने व्यवस्था पनि यसमा रहेको छ। दोषी सुनवाईमा नै उसले के कति कैद सजाय पाउने भन्ने थाहा हुन्छ र वास्तवमा यस ऐनले अनुसन्धानको पक्षमा निकै ध्यान दिएको पाइन्छ। यसरी तपाईँले यसमा लेख्नुपर्ने हुन्छ। अब अर्को तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको सामाजिक अनुसन्धानका कुनै 5 विशेषताहरू चर्चा गर्नुहोस् भनेर तपाईँलाई सोध्न सक्छ। सामाजिक अनुसन्धान कुनै पनि विषय, घटनाक्रम र सामाजिक समस्यामा आधारित भई गरिने अनुसन्धान हो र यस्तो अनुसन्धान निश्चित विधिको प्रयोग मार्फत गरिन्छ
र सामाजिक अनुसन्धानका निम्नलिखित विशेषताहरू हुन्छन्। पहिलो रहेको छ सिद्धान्त परीक्षण र नयाँ ज्ञानको विकास। सामाजिक अनुसन्धान मार्फत स्थापित सिद्धान्त सही वा होइन भनी पुष्टि गर्ने कार्य गरिन्छ। साथै संसारमा नयाँ नयाँ ज्ञानको खोजीका लागि पनि अनुसन्धानलाई अगाडि बढाउन सकिन्छ। अब अर्को रहेको छ तथ्यहरूको सङ्ग्रह गर्न र अनुसन्धान मार्फत विभिन्न प्रकारका तथ्यहरूको खोज गरी यथार्थ पत्ता लगाउन सकिन्छ र अनुसन्धानको औचित्य पुष्टिका लागि समेत तथ्याङ्कहरूको आवश्यक पर्छ। अब सामाजिक अनुसन्धान मानिसको सामाजिक जीवनसँग सम्बन्ध राख्छ। सामाजिक अनुसन्धानमा सामाजिक घटना, व्यवहार, सम्बन्ध, अन्तर्क्रिया, क्रियाकलापहरू आदि कुराहरू जोडिएर आउँछन्। साथै मानिसका भाषा, संस्कृति, संस्कार आदिका पनि सामाजिक जीवनसँग जोडिएर आउँछ। यस्ता सामाजिक कुराहरूको व्यवस्थित अध्ययन सामाजिक अनुसन्धान मार्फत गरिन्छ र सामाजिक अनुसन्धानलाई पुनरावलोकन गर्न जरुरी हुन्छ। कुनै उद्देश्यका लागि गरिएको सामाजिक अनुसन्धानमा पहिले निकालिएको निष्कर्ष सधैँ मान्य नहुने हुन सक्छ। तसर्थ समाजमा घटनाहरूलाई प्रभाव पार्ने तत्त्वहरूलाई समेत आकलन गरी समयको अन्तरालपछि त्यही कुरालाई पुनः पुष्टि गर्नुपर्छ वा पुनरावलोकन गर्नुपर्छ। अर्को छ व्यवस्थित र सामाजिक अनुसन्धानमा निश्चित उद्देश्यका लागि विधिवत रूपमा अगाडि बढाइने प्रक्रिया हो र निश्चित चरणहरू पार गरी अगाडि बढाइने हुनाले यसलाई व्यवस्थित रूपमा अघि बढाइएको हुन्छ। सामाजिक अनुसन्धानका विशेषताहरू तपाईँलाई सोध्यो भने यसरी लेख्नुपर्छ। अब तपाईँलाई सोध्न सक्ने 19 नम्बरमा प्रश्न भनेको प्रतिवेदन लेखनका उद्देश्यहरू लेख्नुहोस् भनेर सोध्न सक्छ। यसमा अथवामा आउँछ। दुईवटा प्रश्नमध्ये तपाईँले एउटा हल गर्नुपर्छ र अर्कोमा तपाईँलाई सोध्न सक्ने प्रश्न भनेको नेपालमा बसाइसराई दर घटाउन के गर्नुपर्छ, कुनै 5वटा सुझाव दिनुहोस् भनेर पनि सोध्न सक्छ। अब हामीले यसलाई यसरी लेख्न सक्छौँ। प्रतिवेदन लेखनका उद्देश्यहरू कुनै पनि क्षेत्रमा गरिएको अनुसन्धानको निश्चित उद्देश्य रहेको हुन्छ भने अनुसन्धानपछि यस्ता उद्देश्यहरू पुरा हुने अपेक्षा गरिएको हुन्छ र अनुसन्धानका सैद्धान्तिक तथा व्यावहारिक उद्देश्यहरू पुरा गर्न निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्छ। पहिलो नम्बरमा रहेको छ अनुसन्धान पश्चात प्राप्त तथ्यलाई सङ्गठित र व्यवस्थित गरी अर्थपूर्ण बनाउनुपर्छ। दोस्रो नम्बरमा छ अनुसन्धानको उपलब्धिलाई निष्कर्षमा पुर्याई तथ्याङ्कहरूको निष्कर्ष निकाल्न सकिन्छ भने। तेस्रो नम्बरमा छ समग्र अनुसन्धानको उद्देश्यलाई मूल्याङ्कन गरी पस्ट्याउन सकिन्छ। अब अर्को छ पाठकहरूको जिज्ञासालाई पुरा गर्न सकिन्छ। अब अर्को छ निष्कर्षलाई सामान्यीकरण गर्न। अर्को छ अनुसन्धानको मूल्याङ्कन गर्दै यसको विश्वसनीयता र वैधताको पुष्टि गर्ने। अब अर्को छ अनुसन्धानलाई टुङ्गोमा पुर्याउन। अर्को तपाईँलाई 20 नम्बरमा दुईवटा प्रश्न सोध्ने गर्छ ग्रुप सीमा। विशेष गरी तपाईँले एउटा प्रश्न बराबर 8 नम्बर पाउनुहुन्छ र 20 नम्बरमा दुईवटा क्वेसन मध्ये एउटा गर्नुपर्छ र 20 नम्बरमा तपाईँलाई सोध्न सक्ने पहिलो प्रश्न रहेको छ गरिबीबाट मुक्त हुने उपायहरू लेख्नुहोस् भनेर तपाईँलाई सोध्न सक्छ र गरिबीका कारण मानव जीवन कष्टकर हुन्छ, यसबाट मुक्त हुने निम्न उपायहरू रहेका छन्। पहिलो छ कृषिको आधुनिकीकरण। गरिब घटाउन कृषिलाई आधुनिक ढङ्गले गर्न जरुरी छ। सिँचाइको उचित सुविधा, मल, आधुनिक औजार, उन्नत जातका बिउ बिजन आदिका लागि समायोजनबाट उत्पादकत्व बढ्दै जान्छ। यसले गर्दा गरिबीबाट मुक्त हुन सहज हुन्छ। अर्को छ उद्योग स्थापना। देशमा उद्योग धन्दाको स्थापना भएमा स्थानीय मानिसहरूले रोजगारी प्राप्त गर्न सक्छन् र रोजगारीहरूबाट आएको आय आर्जन श्रमिकको आर्थिक अवस्थामा सुधार भई गरिबी घटाउन मद्दत पुग्छ। अर्को छ प्राकृतिक साधनहरूको सही उपयोग। नेपाल प्राकृतिक स्रोत र साधनको सम्पन्न देश हो। यही भएमा स्रोतहरूको सही सदुपयोग हुन पाएको छैन। यस प्रकारका स्रोत र साधनको सही सदुपयोग भएमा रोजगारी बढाउन सकिन्छ र रोजगारी मार्फत गरिबी घटाउन सकिन्छ। अर्को छ जनसङ्ख्या नियन्त्रण। नेपालको जनसङ्ख्या वृद्धि दर अझै उच्च रहेको छ। जनसङ्ख्या वृद्धिसँगै रोजगारीको वृद्धि हुन नसक्दा रोजगारीका अवसरहरू प्राप्त हुँदैनन्। यसले गर्दा गरिबी झनभन्दा झन बढ्दै जान्छ। जनचेतना विस्तार, परिवार नियोजन आदि सेवाको विस्तारबाट जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ। अब अर्को छ सम्पत्तिको वितरणमा समानता। जीवन निर्वाह गर्न सम्पत्तिको आवश्यकता पर्छ, तर देशमा सम्पत्तिको असमान वितरण भएमा गरिबी सिर्जना हुन्छ र सम्पत्तिको समान वितरण भएमा उनीहरूको आर्थिक जनजीवन पनि सामान्य रहन्छ। सरकारले नीति बनाएर सम्पत्ति वितरण सही ढङ्गले गरेमा पनि गरिबी हटाउन सकिन्छ। अब त्यसै गरी तपाईँलाई अरमा सोध्न सक्ने अर्को प्रश्न भनेको गरिबीको परिभाषा दिनुहोस् र यसका विशेषताहरू उल्लेख गर्नुहोस् भनेर तपाईँलाई सोध्न सक्छ। यो तपाईँले आफै गर्नु होला। यसको मैले चाहिँ लेखिनै यो अरमा दुईटा मात्रै एउटा क्वेसन तपाईँलाई सोध्ने हो। अब तपाईँलाई अर्को प्रश्न भनेर सोध्न सक्ने भनेको 21मा सामाजिक विविधता नेपाली समाजको पहिचान हो, कसरी उदाहरणसहित बयान गर्नुहोस् भनेर तपाईँलाई सोध्न सक्छ। एकदमै महत्त्वपूर्ण छ, यो राम्रोसँग सुन्नु होला। विविधता शब्दले
विभिन्न प्रकारका विचार, धर्म, जात जाति, समुदाय आदिको अस्तित्वलाई स्वीकार्छ र नेपाल सामाजिक विविधताले भरिपूर्ण देश हो भन्ने कुरालाई निम्न आधारमा प्रश्न पार्न सकिन्छ। पहिलो रहेको छ राजनीतिक विविधता। नेपालमा विद्यमान राजनीतिक व्यवस्था प्रजातान्त्रिक प्रणालीमा आधारित छ र विगत 2007 सालदेखि नै कुनै बेला बहुदलीय परिपाटी र कुनै बेला 2017 सालदेखि 46 सम्म एकदलीय निरङ्कुश प्रणालीको राजनीतिको शासन प्रणाली प्रभावित हुँदै आएको छ। विक्रमसम्म 2046 सालपछि पार्टीहरूको प्रतिबन्ध हटाइएपछि विभिन्न दलहरू दलीय शासन प्रणालीमा भाग लिँदै अगाडि बढे। हाल पनि नेपाली समाज अत्यन्तै गहन र दूरगामी परिवर्तनको संक्रमण कालमा गुज्रिरहेको अवस्था छ र पूर्ण लोकतान्त्रिक रूपान्तरणको संक्रमण कालमा छ र राजनीतिक स्थायित्वको बलियो सम्भावना कसरी प्राप्त होला र देशले विकासको गति लिएला भन्ने चिन्ता सारा नेपाली जनताहरूलाई रहेकै छ र विगतमा राजनीतिक सत्ता अर्धसामान्तिर अर्ध औपनिवेशिक रहँदै आएको र नयाँ नेपालको निर्माण, संरचना, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सङ्घीय संरचना, समावेशिता र देशको अविभाज्य अवस्थाको ग्यारेन्टी गर्न अझै बाँकी छ र संविधान सफल भई लामो समय पश्चात संविधानको घोषणा भए तापनि कार्यान्वयनमा राजनीतिक दलहरूको एकबद्धता हुन नसकेको अवस्थामा राष्ट्रिय एकता समेत कमजोर हुन जान्छ। नयाँ र विविध विचार बोकेका राजनीतिक शक्तिहरूको उपस्थितिले नेपालको राजनीतिक विविधतालाई देखाउँछ, तर राष्ट्र र राष्ट्रिय हितप्रति सच्चा बाचा नभएको अर्थात् हात्तीको चपाउने र देखाउने दाँत बेग्लै भए जस्तो अवस्थामा राजनीतिक विविधताले एकता निम्ताउन सक्ने अवस्था कमजोर भएको छ र विभिन्न विचारका केन्द्रित राजनीतिक दलहरू आफ्नो विचार र घोषणापत्र र कार्यक्रम मार्फत जनतामा जाने बाटो प्रजातन्त्रमा सदैव खुल्ला रहन्छ। यसरी प्राप्त खुल्लापनलाई मध्यनजर गर्दै हाल देशमा रहेका विभिन्न पार्टीहरू राजनीतिक वातावरण आफ्नो हैसियतमा साथ उपस्थित छन्। यसरी लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिमा राजनीतिक दलहरूको विविध हैसियत अवस्था रहेको देख्न सकिन्छ। अब अर्को छ सांस्कृतिक विविधता। संस्कृतिले मानिसहरूको जीवनशैलीलाई प्रस्तुत गर्छ र मानव जीवनको सिर्जना हुने भाषा, कला, व्यवहार, प्रविधि, साहित्य, चिन्तन र धर्म आदिलाई हामी सांस्कृतिक रूपमा बुझ्ने गर्छौँ। नेपाली समाज संस्कृति सम्पन्न हुनाले साथै विविध संस्कृतिको खानी पनि हो र भौगोलिक विविधतासँगै जनजातिहरूको बसोबास विविधता, धार्मिक विविधता पाइन्छ र विभिन्न जनजातिका विविध संस्कृतिहरू छन् जसलाई बहुसांस्कृतिक रूपमा बुझ्न सकिन्छ। अब धार्मिक रूपमा हेर्दा हिन्दू, बौद्ध, क्रिस्चियन, मुस्लिम, किराँत, सिख, जैन आदि धर्म मान्ने मानिसहरू देशमा छरिएर रहेका छन् र प्रत्येक धर्ममा आफ्नै व्यवहार र मान्यता रहेका छन्। भाषिक रूपमा हेर्दा करिब 125 भाषाहरू बोल्ने मानिसहरू देशभरि छरिएर रहेका छन् र आफ्ना भाषा अनुसार नै आफ्ना दैनिकीलाई अगाडि बढाइरहेका छन्। अब अर्को छ धार्मिक विविधता। धार्मिक तथा भाषिक रूपमा चाडपर्वहरू मनाउँदा आफ्ना परम्परा र मूल्य र मान्यताहरूलाई जीवित बनाई अगाडि बढ्दा आफ्ना मौलिक प्रविधि र चिन्तनलाई अगाडि सार्दा नेपाली समाजमा रहेको विविधताभित्र सद्भाव, प्रेम, सहानुभूति, सहनशीलता, पारस्परिक सहयोग रहँदै आएको कुराहरू इतिहासको अध्ययनबाट नै थाहा पाउन सकिन्छ। अब तपाईँलाई 22 नम्बरमा सोध्न सक्ने प्रश्न भनेको हो नेपालमा बसाइसराईका कुनै 5 कारणहरूबारे चर्चा गर्नुहोस् भनेर सोध्न सक्छ। यो एकदमै महत्त्वपूर्ण पनि रहेको छ। यसमा तपाईँलाई 8 नम्बरको क्वेसन आउने भएको कारणले गर्दा यो सजिलो पनि छ। एकदमै मिलाएर टक्क लेख्नुहोला। नेपालमा बसाइसराईका 5 कारणहरू यस प्रकारका रहेका छन्: गरिबी र बेरोजगारी, बजारको उपलब्धता र आर्थिक उन्नतिका अवसर, शान्ति सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य र बाटोघाटोको सुविधा, आफूसँग मिल्ने संस्कृति र समाज र माथि उल्लेखित बसाइसराईका कारणहरूलाई तल व्याख्या गर्न सकिन्छ। गरिबी र बेरोजगारी। नेपालमा अझै पनि हामीले के देख्न सक्छौँ भने जनताहरू कठिन जीवन बिताउन बाध्य रहेका छन्, जसले आफ्नो गरेर खाने जमिनको अभाव र रोजगारीका अवसर नहुँदा उनीहरू आफै बसेको ठाउँ छोडी अन्य ठाउँ बसाइसर्न खोज्छन् र अन्य ठाउँमा बसाइसर्दा जीवन निर्वाह गर्न सहज हुन्छ भन्ने सोचका साथ मानिसहरू बसाइसर्ने गर्छन्। त्यसैगरी आफू बसेको ठाउँबाट अन्य ठाउँमा सर्दा रोजगारी प्राप्त हुन्छ र जीवन निर्वाह गर्न सकिन्छ, सजिलो हुन्छ भन्ने मानिसहरूलाई आउँछ। अर्को छ बजारको उपलब्धता र आर्थिक उन्नतिको अवसर। बजारमा विभिन्न प्रकारका सामानहरू सहज रूपमा किनबेच गर्ने अवसर प्राप्त नहुँदा मानिसहरू बसाइसर्न बाध्य हुन्छन्। आफूलाई आवश्यक पर्ने दैनिक जीवन गुजाराका सामान किन्नलाई पनि बजार नभएमा त्यस्ता सामानहरू खरिद गर्न धेरै टाढा जानुपर्ने हुन्छ। त्यसैगरी मानिसहरू आफूले आफ्नो बारीमा उत्पादन गरेका कृषिजन्य जडीबुटीहरू सामानहरू बिक्री गर्न बजार उपलब्ध नहुँदा मानिसहरूको आम्दानी हुँदैन। अन्ततः खरिद बिक्री दुवैलाई बजार नहुँदा मानिसहरू जीवन धान्न कठिन हुने हुँदा बजारको सद उपलब्धता हुन्छ, त्यतातिर मानिसहरू बसाइसर्छन्। अर्को छ शान्ति सुरक्षाको प्रत्याभूति। मानिसहरूलाई बाँच्नका लागि भौतिक सुविधा प्राप्त भएर मात्रै हुँदैन, मानिसहरू शान्ति आवश्यकता पर्छ। आफ्नो दैनिकी क्रियाकलाप गर्दा भौतिक तथा मानसिक शान्ति प्राप्त भएमा काम गर्दा डर र त्रास मात्र आइलाग्ने अवस्था भयो भने त्यस्तो ठाउँमा उनीहरू सधैँ बस्न रुचाउँदैनन् र बसाइसर्न बाध्य हुन्छन्।
अब अर्को रहेको छ स्वास्थ्य र बाटोघाटोको सुविधा। मानिसहरूका लागि शिक्षा अपरिहार्य कुरा हो। आजका मानिसहरू शिक्षा आर्जन गर्न सहज हुने ठाउँ खोज्छन् र यो तपाईँले शिक्षा स्वास्थ्यको कारण बसाइसराई हुनु कारण पनि यही नै हो। र स्वास्थ्यमा समस्याहरूसँग जुझ्न अस्पतालहरूको आवश्यकता पर्छ। त्यसै गरी बाटोघाटो राम्रो नहुँदा अनेक प्रकारका दुःख कष्ट आइपर्छन्। यातायातको अभावमा शिक्षा र स्वास्थ्य सुविधा पाउन झन कठिन हुन्छ। तसर्थ शिक्षा स्वास्थ्य र बाटोघाटोको सुविधा नभएपछि मानिसहरू बसाइ सर्न बाध्य हुन्छन्। अब अर्को छ आफूसँग मिल्ने संस्कृति र समाज। मानिसका जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारहरू हुन्छन्। त्यस्ता संस्कृतिलाई मान्ने मानिसहरू समुदायमा बसेका हुन्छन् र एउटै समुदायमा रहेका विभिन्न सांस्कृतिक भएका मानिसहरू बीच सहज मेलमिलाप नहुन सक्छ। यस्तो भएमा मानिसहरू आफ्नो संस्कार र संस्कृति मिल्ने ठाउँमा बसाइ सर्न थाल्छन्। यसरी तपाईँले लेखेर मिलाएर लेख्नुहोला र भोलिको परीक्षा तपाईँहरू सबैजनाले राम्रो गर्नुहोस्। मेरो तर्फबाट शुभकामना छ। आगामी दिनमा पनि आउनेछु। तपाईँहरू सम्पूर्णलाई नमस्कार, जय होस्।